नमस्कार सबैजनालाई, म जोनाथन खवास र मेरो आज यो जुन चाहिँ च्यानलमा तपाईँलाई स्वागत छ र विशेष गरेर आज जुन चाहिँ महत्त्वपूर्ण कुरा मसँग सुके ब्लकको हाम्रो बिए मोसा उहाँ पनि उपस्थित हुनुहुन्छ है। अनि उहाँ यङ एनर्जेटिक हुनुहुन्छ है। अनि उहाँलाई मेरो च्यानलमा धेरै धेरै स्वागत छ र विशेष गरेर अहिले जुन चाहिँ परिस्थितिमा यो कोभिड-19 फेरि फर्केर आएको छ र विभिन्न बिमारीहरूको है फर्केर आएको कारणहरू छ र विशेष गरेर अब उहाँ पनि एउटा डक्टर हुनुहुन्छ होइन। अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ अब जुन चाहिँ हेल्थलाई लिएर कतिवटा मान्छेमा एउटा उयो छ, मतलब धारणा छ, कतिवटा कुराहरू छ। अब यसलाई कतिवटा धारणामा लिएर चाहिँ अब हामीले जुन चाहिँ यो कुराहरू गरेर डिस्कसन अलिकति भए पनि गर्न गइरहेको छौँ र विशेष गरेर चाहिँ कुरा चाहिँ के भन्दाखेरि अब यो आउने दिनमा कतिवटा यो योगा डेको कतिवटा कुराहरू छ 21 तारिक है जुनमा। अनि अब यो विश्वभरि गराइने छ अनि फिजिकल एक्टिभिटिजहरू पनि गर्नुपर्ने आवश्यकताहरू छ है। अनि यही विषयमा अलिकति तपाईँले केही कुरा भनिदिनुहुन्छ भन्ने म आशा राख्दछु सरले। तो फर्स्ट तपाईलाई धन्यवाद अनि तपाईको जति भ्युअर्सहरु जो छ सबैलाई धन्यवाद भनेर म भन्छु कि हाम्रो अहिले कोभिड-19 को के हुन्छ कि यो त्यही टाइम के थियो सिम्पटमहरु त मेनली तपाईको रेस्पिरेटरी सिम्पटमहरु थिए नि। तो अहिले पनि किन हाम्रो इन्सोम्निया हामीले जो यो भन्छ कि मतलब स्मेल को जो हाम्रो असुविधा मतलब रेस्पिरेटरी नाक देखि हाम्रो चेस्टहरु यो लंग्स थ्रोट यो सबै लिएर यो एउटा हाम्रो कमन एउटा कफ एन्ड कोल्ड इन्फ्लुएन्जा जस्तो एउटा सिम्पटम हामीले भन्छ। तो यो इन्फ्लुएन्जा कफ एन्ड कोल्ड को जस्तो एउटा सिजनल भेरिएन्ट हुन्छ हामीले हेर्छु कि सिजनमा एउटा उसको आउटब्रेक हुन्छ फेरि उसको कम्ती भइहाल्छ एउटा अटोमेटिक हाम्रो लाइफ उसको जो छ एउटा साइकलमा हामीले हेर्छु। त्यो कोभिड पनि त्यही सेम उसको चाहिँ थ्रु आउट द इयर वो कति बेला उसको बाढिन्छ कति बेला सेम लाइक एउटा सिजनल उयो छ। वो अहिले त्यही टाइम एउटा पेन्डेमिक यो भएर मतलब ग्लोबली एउटा उले गरेर अहिले चाहिँ हाम्रो इम्युन सिस्टममा यस्तो एउटा अरु नर्मल एउटा जस्तो भएर हाम्रोमा हुन्छ सिजनल यस्तो एउटा हुन्छ। तर कुनै पनि नर्मल बिमारी मतलब त्यही ट्रिटमेन्ट ठिकठाक हुँदैन डायग्नोसिस हुँदैन त लाइफ थ्रेटिङ हुन सक्छ। कमन फिभर कोल्ड जो छ एकदम भेरी कमन त्यसमा पनि कम्प्लिकेसन आएर न्युमोनिया भएर चाहिँ मान्छेको डेथ हुन सक्छ। सो यो कोभिड पनि त्यही सेमी हो कि तपाईले अहिले अलिक प्रिकसनमा राख्नु पर्ने जस्ट लाइक अरु रेस्पिरेटरी ट्र्याक्ट इन्फेक्सन को कि तपाईले अलिक मास्क पहनेर सेम पुरानो हामीलाई थाहा छ अलिक स्नेजिङ को बेला कफ को बेला डिस्टेन्स यताउता डल्लै सबै अल दिस थिङ यु रिपिट गरेर हुँदैन वी नो अल दिस थिङ। अनि जति पनि कुरा छ प्रिकसन चाहिँ अब मान्छेले के गर्नुपर्ने अब अहिले त मान्छेहरु अब हेर्नुस् है घरमा बसेर अब फिजिकल एक्टिभिटिज पनि छैन मान्छेको है मोबाइलमै छ दिनभरि हो कि हैन भन्नुस् है रातभरि मोबाइलमै छ। अनि खानाकुराहरु पनि तपाईको लाग्छ जंक फुड मात्रै छ ज्यादा जस्तो मान्छे है। अनि प्रिकसनहरु चाहिँ के चाहिँ लिनुपर्छ यसको टु प्रिभेन्ट दिस अब अहिले है फिलहालको लागि न खाना र फिजिकल एक्टिभिटी सँग मतलब तपाईले कोभिड को जोडिन्छ त त्यस्तो यो छैन। डेफिनेटली कुनै पनि बिमारीमा तपाईको फिजिकल हेल्थ एउटा प्यारामिटर छ बट फर कोभिड स्पेशली हामीले जो गर्नुपर्ने प्रिभेन्सन को लागि कि जसको कमन यो काफहरु यो हुन्छ आएर टेस्ट गर्नुको लागि अस्पताल आएर कि कोभिड छ कि छैन हाम्रोमा कि टेस्टहरु छ तपाईको कुनै पनि यस्तो हुन्छ तपाई आउनुस् अस्पतालको फेसिलिटी लिनुस् डायग्नोसिस भएर तपाईले त्यही जो थिए पुराना हाम्रो जस्तो त्यो हाम्रो क्वारेन्टाइन के थिए मतलब तपाई अलिक सेपरेट बस्नु किन यो कमन मतलब यो स्नेजिङ यो ड्रपलेट यसकोबाट इन्फेक्ट हुन्छ। म अहिले बिमार भएर यो त नर्मल कफ एन्ड कोल्ड पनि सेम हुन्छ जो सिजनल मेरो हुन्छ घरमा एकजनाको भएर तपाईले हेर्नुस् डल्लै सबैलाई चाहिँ त्यही हुन्छ। त सिमिलरली त्यस्तै हो कि कसैको हुन्छ त तपाईले फर्स्ट डायग्नोसिस को लागि तपाईले अलिक अलर्ट बस्नु देन तपाई अलिक सेपरेट बसेर घरको अरूलाई चाहिँ नहोस्। अनि कसैको यस्तो तपाईले हेर्नुहुन्छ कि कफ स्नेजिङ यस्तो हुँदैछ त तपाई पनि एउटा सोशल डिस्टेन्स मेन्टेन राख्नुस्। अलिक त्यही पुरानो सेम हो भने नि कि मास्कहरु हाम्रो जो छ हातहरु धोने अलिक डिस्टेन्सिङ दैट इज द सिम्पल प्रिभेन्टिभ मेजर चाहिँ हाम्रो त्यही हो। एन्ड जब कुनै त्यस्तो सिम्पटमहरु यो हुन्छ कि अहिले भन्दैछु कि तपाईको रानी नोस् नाकबाट पानी निस्किँदैछ कि ब्लक नोस् नाक बन्द भयो सास लिनुमा त त्यस्तोमा एउटा सिम्पटम चाहिँ कोभिड को हुन सक्छ। तो इन दैट केस तपाईको पनि हुन्छ तपाई हाम्रो बीपीएससी सुखियामा हाम्रो एरिया कोच बारको तपाई आएर टेस्ट गरेर हाम्रो फेसिलिटी जो ट्रिटमेन्टहरु डक्टरको तदेखि सबै अवेलेबल छ तपाईलाई। अनि अब लास्ट एउटा मेन क्वेशन है
अब जुनै पनि बिमारीमा चाहिँ मेन त इम्युनिटी हो हैन, इम्युनिटी त मान्छेको पक्का हुनु पर्यो एकदम। अनि टु अब इन्क्रिज द इम्युनिटी, टु एन्हान्स द पावर अफ इम्युनिटी हैन। अब किन भन्दाखेरि अब अहिले अब हेल्थमा पनि हेऱ्यो भने चाहे आयुष मन्त्रालय होस्, भारत सरकारको र विभिन्न सङ्घ संस्था होस्, अहिले अब तपाईँको यो इन्टरनेसनल योगा डेमा पनि मेन अब प्राथमिकता दिइरहेको छ। अहिले मेनली अब मान्छेले भनौँ 17% चाहिँ मान्छेले चाहिँ अब यसलाई अलिकति धारणामा छिल्लिरहेको चाहिँ हामीले चाहिँ अलिकति भए पनि एउटा फिट बस्नु हो भने चाहिँ अब यो इम्युनिटीलाई चाहिँ अलिकति बुस्टअप गर्नुपर्छ भन्ने भइरहेको छ है। अनि तपाईँले चाहिँ अब यो एउटा जुन चाहिँ अब यो अहिले अपकमिङ इन्टरनेसनल योगा डे छ होइन, जसमा अब हामी सङ्घ संस्थादेखि विभिन्न मतलब एउटा जोडेर हामी गरिरहेछौँ, सानो तपाईँले मान्छेलाई एउटा मेसेज दिनुहोस् न कि अब कस्तो प्रकारले चाहिँ अब यो हेल्थलाई चाहिँ अलिकति मेन्टेन गर्नुपर्छ भन्ने कुरा। मतलब इम्युनिटी हेर्नुहोस् त्यसमा कतिवटा फ्याक्टर छ, यो कुनै एउटा फ्याक्टरमा डिपेन्ड गर्दैन। त्यसको भित्रमा कतिवटा तपाईँ आफैले भने कि यो खानाहरू हाम्रो लाइफस्टाइलहरू यो मेन प्रिभेन्सनमा हाम्रो त्यही हो कि हामीले जो खान्छौँ हाम्रो बडीमा जो वाट वी इन्टेक एज अ फुड होइन, तो त्यही चाहिँ हाम्रो शरीर बिल्डअप हुन्छ, बडी चाहिँ त्यसमै हाम्रो बिल्डअप हुन्छ। खानाको एउटा डेफिनेट रोल छ। एन्ड हामीले अहिले सबै लिएर हामीलाई थाहा छ कि हाम्रो अहिले पुराना जस्तो भएन, लाइफस्टाइल हाम्रो चेन्ज भयो। अघि हाम्रो के थिए, हामीले वी आर मेल नरिस्ड कन्ट्री, कि हाम्रो मेल न्युट्रिसनको केसेसहरू बेसी अहिले पनि छ, हामीले पुरा डल्लै वर्क गरेको छैन, बट नाउ एउटा ह्युज पोर्सन हाम्रो ओभर नरिस्ड, ओबेसिटीको, हाम्रो एनसिडीको नन कम्युनिकेबल डिजिज जसमा डायबिटिज, हाइपरटेन्सन एन्ड क्यान्सर, यो चाहिँ हाम्रो हामीले त्यसमा थ्रु मतलब टुवर्ड्स द्याट डिरेक्सन हामीले मुभ गर्दैछौँ। तो त्यसको लागि डेफिनेटली हाम्रो फिटनेस त आउँछै आउँछ। खाना मतलब फुड प्लेज अ भेरी इम्पोर्टेन्ट रोल इन द सिनेरियो, एकदम भेरी इम्पोर्टेन्ट हो। देन आउँछ तपाईँको अलिक फिजिकल एक्टिभिटी, तपाईँ एक्सर्साइज गर्नुहोस्। एक्सर्साइज हाम्रो पाहाडको लागि त्यो कुरा आउँदैछ नि, एक्सर्साइज म के भन्छु किन, यता तपाईँ आधी किलोमिटर उकालो जानुहोस् न, तपाईको भइहाल्छ एक्सर्साइज। त्यही सबैभन्दा राम्रो एक्सर्साइज द्याट इज यो जिममा गएर तपाईँले वेटहरू उठाएर नै यसको तपाईँको मासेल हाइपरट्रफी हुन्छ, मासेल तपाईँको बिग हुन्छ, ठुलो हाइपरट्रफी भन्छ उसलाई। बट मेन जो फिटनेस, जो हार्ट र लङ्स, यी त अलिक 30 मिनट्स उकालो तपाईँले हिँडेर, यो चाहिँ तपाईँको सबैभन्दा बेस्ट हो। अहिले जिम नगएर यो चाहिँ म भन्छु, मेरो सजेसन चाहिँ त्यही हुन्छ कि तपाईँको घरमा जिमहरूको जरुरत छैन, तपाईँ अलिक उकालो एज एन एक्सर्साइज, तपाईँ कामको लागि हिँडेर होइन, एक्सर्साइज जस्तो गरेर, कामको लागि हिँडेर त तपाईँ फेरि त पर्दैन, बट तपाईँको अहिले मोबाइल हेरेर घरमा यतादेखि ननिस्केर जब यस्तो हुन्छ, देन तपाईँ एकदम दिनमा 1 घन्टा तपाईँ उकालो हिँड्नुको, ओह्राला झर्नुको यो तपाईँ रुटिनमा इन्क्लुड गर्नु, तपाईँको फिजिकल फिटनेस आइहाल्छ। एन्ड त्यही भन्दा एउटा इम्पोर्टेन्ट हामी भन्यो कि तपाईँको खाना भयो, अलिक एक्सर्साइज भयो, अहिले त्योसँग अझै अलिक बुस्ट गर्नुको लागि तपाईँले हाम्रो प्रिभेन्टिभ मेजरमा योगा एउटा इम्पोर्टेन्ट रोल प्ले गर्छ। हाम्रो अहिले मतलब आयुष, मिनिस्ट्री अफ आयुष हाम्रो त्यसमा पनि फोकस दिँदैछ कि प्यारालल हाम्रो जो प्याथीहरू जो छ त्यसमा योगा एउटा सबैको मतलब इस्टाब्लिस्ड एउटा फ्याक्ट हाम्रो यो जो छ कि कतिवटा बिमारीमा यो त्यसको प्रिभेन्ट गर्नुको लागि एन्ड फिजिकल फिटनेस राख्नुको लागि योगा इज निडेड। एन्ड योगामा तपाईँको फिजिकलसँग मेन्टल पनि काम एन्ड कुलनेस आउँछ, किन अहिले हाम्रो मेन्टल बिमारी चाहिँ पुरा प्रिभलेन्ट हुँदैछ, स्पेसली नानीहरूकोमा भित्र चाहिँ मेन्टल जो इलनेस हाम्रो जो छ भेरी प्रिभलेन्ट। तो त्यसको लागि यो एक्सर्साइजमा पनि अलिक मेन्टल खुस हुन्छ, हाम्रो एन्डोर्फिन चाहिँ एउटा हर्मोन छ, उसले चाहिँ सिक्रेट भएर हाम्रो यो चाहिँ एकदम ठिकठाक हाम्रो हुन्छ। एन्ड त्यहीसँग हाम्रो के छ, तपाईँले यो योगामा जो योगा जब हुन्छ, योगामा त एकदम स्पेसल हाम्रो अलग गरेर दुईटामै हाम्रो बेनिफिट, हेल्थमा पनि तपाईँको जोइन्ट्सहरू सबै फ्लेक्सिबल एन्ड मेन्टल जो हाम्रो यो हुन्छ। तो म भन्छु कि तपाईँ डिजिज प्रिभेन्सनको लागि, हेल्दी बस्नुको लागि यो कतिवटा कुरामा ध्यान दिनुहोस्। त्यही भनेर म चाहिँ तपाईँकोमा धन्यवाद सबैलाई। एउटा फोटो खिच्नुहोस्।